Castelli de Fels, beautiful Castelli de Fels. यो seaside को यो बार्सिलोना को. Hello guys, welcome to my vlog. आज day 3 in Barcelona. म चाहिँ अब यसो यो बाहिरतिर यसो घुम्दै आएको छु. यो वरिपरि यसो हेर्नु पर्यो भनेर. अनि यो seaside एरिया हो हैन. अनि टक्क मेरो अगाडि चाहिँ टक्क यो एउटा राम्रो लोकेसन छ. अनि यसो यहाँबाट टक्कसँगले Castelli de Fels यस्तो छ. यहाँनिर गाडीले रोक्यो मलाई. अनि अब यतापट्टि यो बीच साइड छ क्या. अनि त्यतातिर यसो जाउँ एकचोटि हेरौँ न त भन्ने हिसाबले सो म वाकमा आएको छु. अनि यो एरिया मजाको छ. यो सी साइड एरिया हैन, बीच साइड. अनि मजाले छालहरू आएर त्यस्तो खालको रहेछ. आज चाहिँ अलिकति मौसम चाहिँ अलिकति यो बादल लागेको छ. अलिक घाम आज मजाले देखिएको छैन, बादल लागेको छ. अनि यो मेरो अगाडि यो सी साइड छ हैन. अब यो सी साइड चाहिँ अब मेडिटेरियन सी. अनि यहाँ अब Castelli de Fels यस्तो छ. अब यहाँ चाहिँ गइ हेरौँ. पुसअपहरू गर्ने, पिङ खेल्ने ठाउँ रहेछ. मजाले छाल आइरहेको छ. अनि यो चाहिँ मेडिटेरियन सी नै हो. यो माल्टामा पनि भएको सी यही नै हो हैन. बार्सिलोनाको एउटा राम्रो कुरा चाहिँ अब यो समुद्र पनि छ, फेरि यतापट्टि डाँडाकाँडाहरू पनि भएको क्या. अब हुन्छ नि डाँडाकाँडा समुद्र दुइटैले भेटेको भएर चाहिँ यो बार्सिलोनाको अलिकति यो सिटी चाहिँ अब अलिक फेमसै रहेछ क्या. जस राम्रो लाग्यो मलाई पनि हैन. अनि अब यसरी अब आएको छु, यो हेर्दैछु हैन. अनि राम्रो छ जे होस्. Casa Batlló 1877. So much crowd for this building. The building चाहिँ Casa Batlló एकदम फेमस बिल्डिङ रहेछ. जारी छ आज डे 2 अफ हाम्रो ओपन अप बसमा. अगाडि बसेर चाहिँ अब यसो भ्यू हेर्दै हाम्रो यात्रा जारी छ. enjoying the day. अब अहिले ठ्याक्कै सो लन्च टाइम र अहिले अब यसो स्पेनिस फुडहरू अब यसो ट्राई गर्न आँटेको. यो राम्रो बार रहेछ यहाँनिर. अब यसो हामी आएर अब यसो अर्डर गरियो केही यसो बाइट्सहरू, क्रोकेट्स अनि फ्राइड फिस. अनि यो पोटाटो ब्राभास भन्दो रहेछ. यो अलिकति टमाटोमा त स्पाइसी सस हालेको. अनि जस्ट राम्रो रहेछ ठाउँ.